हेलो गाइस र आज फेरि पनि म शुभ ग्यारेज आएको छु र आज चाहिँ किन आएको छु भन्दाखेरि चाहिँ मेरो गाडी टक्कै फेरि यो सेन्ट्रो बनाउनु पर्यो भनेर आज आएको छु र सेन्ट्रो चाहिँ के भएको छ भन्दाखेरि चाहिँ यो चाहिँ जाली गएको रहेछ ल यसको चाहिँ यो पनि गएको रहेछ गाडी चाहिँ एकदम ओके छ है अब यसलाई खर्च चाहिँ गर्नुपर्ने हुन्छ यसको र अहिले चाहिँ यो शुभ ग्यारेजमा चाहिँ म यो सेन्ट्रो गाडी अस्ति लिएको थिएँ यसलाई पनि बनाउनु पर्यो भनेर आएको छु र गाडी एकदम ठिकै छ यसलाई अलिकति खर्च गर्नुपर्ने छ मोबिल ग्यारवेल कुलेन त्यहाँदेखि यो साइलेन्सर यो जति पनि बत्दैछ त्यो बनाउनु पर्ने छ अनि क्लच केबल पनि चेन्ज गर्नुपर्छ क्लच केबल हो कि क्लच प्लेट हो र स्क्रिन ऱ्याक पनि चेन्ज गर्नुपर्ने छ यहाँ चाहिँ दसैँ पछाडि फेरि यहाँनिर काम भइरहेको छ गाडी चाहिँ यो सेकेन्ड ह्यान्ड गाडी ल्याइसकेपछि चाहिँ खर्च पनि गर्नुपर्ने हुन्छ काम गर्दैछ केटाले र अहिले भने चाहिँ म यहाँनिर गाडी बनाउँदैछ म बसिरहेको छु अल्छी लागेर यहाँ भिडियो बनाउँदै बस्नु पऱ्यो यहाँनिर यहाँ बसिरहेको छु र आज चाहिँ गाडी चाहिँ अलिक कम्ती मात्रामै छ यहाँ एउटा मेरो गाडी छ अनि यता आएर यस्तो छ र यो गाडी चाहिँ यसको कागज पनि बनाउनु पर्ने छ हो र सेकेन्ड ह्यान्ड गाडी ल्याइसकेपछि चाहिँ खर्च चाहिँ हुन्छ तर कति के हुन्छ भनेर र म फर्स्ट टाइम यो हन्डाको गाडी लिएको हन्डाईको र यो तपाईँको सेन्ट्रो गाडीहरूको पार्ट चाहिँ हेभी महँगो हुँदो रहेछ है हाम्रो अल्टो गाडीहरूको फाल्टै लाग्यो दाम यसको क्लच केबल मात्रै सोधेको 1000 रुपियाँदेखि एबो भन्दैछ र मैले अहिले चाहिँ यो जाली पनि ल्याइरहेको छु अनि प्याकिङहरू पनि ल्याउनु पर्ने रहेछ अनि यो छ अनि भित्र पनि के छ त्यो म डल्लै बनाएर तपाईँलाई म भिडियो देखाउँछु है त यस्तो छ भने चाहिँ यो चाहिँ नरम बनाएको यसरी बनाउनु पर्दो रहेछ ल्याइदिनु नखोलेकोलाई कति वर्ष भएको छ यसलाई योहरू पनि गएको रहेछ योहरू पनि बनाउनु पर्छ उपाय लगाउँ है भैया के हो भैयाको नाम चाहिँ सञ्जय सञ्जय खै त हेर त म पनि सञ्जय हो त अन्त ल यहाँनिर चाहिँ फिटर र मेरो नाम पनि सञ्जय सञ्जय परेछ यो एकदम भइरहने कुरा हो है अब यहाँ सञ्जय भयो अनि म सञ्जय नै छु र हाम्रो फिटर सञ्जयले चाहिँ एकदम दामी बनाउने छ म चाहिँ मङ्गर सञ्जय तिमी के हो सरकार सञ्जय सरकार हाम्रो नामको धेरै चर्चा छ हौ काम खब्रिएन खोलिएन खोलिन् त खोलिन्छ खोलिन् त ल खोल है सञ्जय यहाँ सञ्जय मालिकको गाडी राम्रो बनाऊ है ल साइलेन्सर डल्लै खोल्नु पर्ने रहेछ यो डल्लै बाहिर निकाल्नुपर्छ यो पनि गएको छ क्या मेरो हाँ भैया यो त्यो गएछ अन्त पो गाडी ग्यार डिस्टर्ब डिस्टर्ब हुँदैछ ल है पुरानो गाडी किनिसकेपछि यस्तो हुन्छ खर्च है यो पनि गएछ कति पर्ने हो ए यही झरेछ नि त यहाँ मुनि अन्त ठोट अन्त ग्यार मिल्दैन रहेछ त ल यो पनि बनाइहाल्छु म ल टक्कै फेरि यहीँनिर छ दोकान पनि
ल निक्लिँदा निक्ले ग्यार पो झरिजान्छ क्या हो आम्मामा यत्रो खाइरहेको थिएछ यो ग्यारले ल यस्तो भएको रहेछ है गाडी चाहिँ ए आधी मात्रै निकाल्नु पर्ने रहेछ है ल अब निकाल्यो यो पनि चेन्ज गरिहाल्नु पर्ने रहेछ यो झर्नु आँटेको छ यो साइलेन्सरले थामिरहेको थिएछ नि त ल सञ्जय भाइ दामी बनाउनुहोस् ल ल गाडी बनिँदैछ है साथीहरू अब एकछिनमा देखाउँछु म ल अब यहाँनिर लिएर फिटिङ गर्दैछ यो फिट गर्नुपर्ने हो ल सेकेन्ड ह्यान्ड गाडी किनिसकेपछि चाहिँ खर्च चाहिँ हेभी हुँदो रहेछ है एउटा खर्च हेरेर दाम दिएर लिएको खर्च त पुरा रहेछ यो त साइलेन्सरको त यो भएको हो म ग्यारको पनि भयो फेरि खर्च गाडी चाहिँ बाहिरबाट चट्याक्कै छ जे होस् कुद्नु पनि राम्रो कुद्दैछ ग्यारको बुस अनि यो साइलेन्सर अनि मोबिलहरू पनि चेन्ज गर्नुपर्छ ल यो पनि चेन्ज गर्नुपर्ने रहेछ माउन्टेन पनि यसको दामै 600 रुपियाँ गोटा रहेछ है ल अचम्म लाग्यो यहाँ प्लास्टिक हेर्नुहोस् है कता फ्याँक्यो 640 रुपियाँ ल यो पनि चेन्ज गरिहाल्ने बेला अब राम्रो पनि साइलेन्सर खोलेको बेला है यो पनि गएको रहेछ ग्यारको पनि गाडी चाहिँ किनेपछि चाहिँ सेकेन्ड ह्यान्ड किनेपछि चाहिँ पुरा खर्च आउँछ है गाडीमा यहाँ एकदम हतार छ फेरि मलाई आज है यो पनि गएको हो यो कति वर्ष भयो काम गरेको 7 वर्ष 7 वर्ष ल यहाँनिर 7 वर्ष भएको रहेछ भाइ चाहिँ यो ग्यार चाहिँ किन राम्रो लाग्दैन भनेपछि यो रहेछ पारा चाहिँ ल यस्तो छ अब यो शिव ग्यारेजमा चाहिँ आउनु भने चाहिँ एकदम काम गर्नु चाहिँ एकदम एभाइलेबलै हुन्छ है काम पनि दामी हुन्छ केटाहरूले स्पिड भनेको जस्तो गर्छ काम साह्रो महँगो रहेछ नि त तर है